भनेपछि धारा चाहिँ यहाँ छ हैन? धारा मर्मत गरेको चाहिँ एउटा चाहिँ यहाँ हो। हजुर यो यहाँनिर मर्यो भन्छ यो ठाउँलाई खिगा माछा पनि भन्दै थियो। भन्दैन मासु मर्यो भन्छ नै कतै त कस्तो हिँड्दाखेरिको बाटो होइन। होइन धारा, यो त धारा होइन खोइ। ए यो चाहिँ हुनसक्छ हो। यही हो यस्तोमा अहिले त अफसाइड भएछ नि त यो त। तलै जाऊँ न। यस्तो रहेछ। शुद्धिकरण धारा रहेछ। हाम्रो पुर्खाले बनाएको धारा। यो चाहिँ अहिले वडाले गरेको हो। वडाले अहिले बाटोलाई गर्न लगाएको भत्काइदिएको बङ्गु त्यही बाटो बनाएर लग्यो। लगिसकेपछि अनि यो हाम्रो पुर्खाको पानी हो भनेर अनि यो संरक्षण गर्न लगाएको। हजुरको शुभ नाम चाहिँ? मेरो त धन्यवाद। हजुरले यहाँ देश अहिले यो पानीले कति घरलाई चाहिँ यहाँ टोलै खान्थ्यो होइन? यताको टोलै खान्थ्यो, यताको टोलै सबै खाइन्थ्यो। सिमरासे भनेको नि यही हो। सिमरासेको घर एउटा रघुनारायण भन्ने चाहिँ एउटा कपाल पाल्थ्यो। उसले चाहिँ पालो यो पानी थाप्नुलाई पालो चाहिँ पहिलामा हामीले जाँदाखेरि उसले अब उ गर्छ के ध्यान। तपाईँहरूको चाहिँ खासमा पुर्खा चाहिँ कता हो? पुर्खै हाम्रो यही हो। कति पुस्तादेखि यहाँ हुनुहुन्छ? खोइ कति पुस्ता अब बाउ त हाम्रो अब पञ्चनामा खानाहरूमा बसेको। यो पानी अब अहिले जमेको र बगिरहेको छ कि? बगिरहेको छ नि, यो अलिअलि छुनिरहेको छ ठुलै छ। त्यहाँ मैले त्यो ट्याङ्कीमा लगाइदिएँ कि पानी चाहिँ। त्यो ट्याङ्कीमा लगाएपछि त्यो धारामा झर्ने हो कि के हो? के छ सिस्टम? हो, तर त्यसको लागि व्यवस्थापन चाहिँ यहाँ रोडले थोरै व्यवस्थापन चाहिँ गरिदिएकै रहेछ क्या यहाँदेखि। हो, यो एकदमै राम्रो गरिरहेको रहेछ कि होइन। यो पहिला हामीले बनाएको कि यो पहिले अब बाटोले गाडी आयो नि, गाडीले बिगारेपछि पहिला ट्याङ्की चाहिँ यो हामीले बनाएको। हौ त्यो मैले जबरजस्ती लगाएँ दाजु। यत्रै नै हो, यो ठुलो पनि छैन। त्यो ट्याङ्कीमा जम्मा हुँदै रहेछ होइन। अब खोलेर चेक गर्नुहुन्छ नि गर्नु, कतिको यहाँ यसो अप्ठ्यारो रहेछ के रहेछ यसो थाहा हुन्छ नि त।
झरिरहेको छ कि यो वार्ड नम्बर 12 पर्छ हजुर। यहाँको पहिलाको चाहिँ 6 नम्बर हो होइन, अहिले 6 बाट 10 भयो, 10 बाट 12 भयो, 12 भयो हजुर। अहिले पनि यो पानीहरू प्रयोग भइरहेछ। पानी प्रयोग लुगा धुने सबै गर्छन्। यो अहिले चाहिँ थाप यहाँ चाहिँ तल भरिएन होला नि, यो थापेका होला नि। यो अब घर घरमा पानी आयो नि त। के नाम पो भन्नुभयो हजुरको? मेरो धन्यवाद श्रेष्ठ। ए हामी चाहिँ खासमा लेटाङबाट आएको, उहाँ चाहिँ दिङला भोजपुर। अनि अब यहाँ आउँदाखेरि चाहिँ निस्क्यौँ न होइन, यस्तो छ अरे भनेर भन्दाखेरि चाहिँ हामीलाई यो एउटा हाम्रो पुर्ख्यौली हेर्न पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको छ। हाम्रो चाहिँ सायद यो 5 पुस्ता अगाडि पर्छ कि यो अगाडि पर्छ यो। हामीलाई चाहिँ नेपालको जुनसुकै कुना अथवा विदेश जहाँसुकै पनि खिगा माछे भन्न पनि दिन्छ। खिगा माछे भन्दाखेरि खिगा माछे नै भन्छ कि यहाँ पनि नाम चाहिँ अब कता कता बिर्सिहाल्यो। अनि उहाँहरू त खिगा माछेको वंशजहरू हजुरहरूले त अब यत्रो बस्नुभएको छ, छोडी यहाँ हुन्न नि अनि खिगा माछे भन्ने छ नि यहाँ कोही? खिगा माछे भन्ने यता परतिर पर्छ त बस्छन्, खिगा माछे नै भन्थे यहाँ पनि। अहिले चाहिँ आएर किताब ल्याएका होला नि होइन। हजुर किताबहरू ल्याएको छ। अब हाम्रो छोरो पनि आइरहेको थियो, आएको थियो अनि त्यत्तिकै गरेन यो धारा चाहिँ हामीले माथि यो पनि पछि रोडलाई नै बनाउनु लाग्यो। हो तपाईँहरूले चाहिँ एकदमै जतन गर्नुभएछ, यो माया गर्नु। पहिला सुर्खेउली कहिले सत्यजित कति पुस्ताको अरे नि धेरै अगाडि भयो। हाम्रो चाहिँ 5 पुस्ता भन्छ क्या यसलाई, 5 पुस्ता अगाडि बनाएको भनेर भन्छ। त्यत्तिकै यो बार लाएर छोडेको थियो। त्यही भएर नै उहाँको नामै दिदीमाको नाममै यो धारा खोलेको अरे। तपाईँले थाहा हुनु कुरा तपाईँको बुढालाई पनि थाहा हुँदैन यो यस्तो हो अरे भन्ने मात्रै हो। यो चाहिँ अहिले यसलाई चाहिँ बोल्दाखेरि मोहरिया भन्दा पर्छ। नमस्कार है यार सबैलाई नमस्कार। नमस्ते नमस्ते सबैजनालाई। भिडियो खिचेँ माइक नगर्नु। यो भिड बस्नु त यो मान्छेहरू छोरा नाति त विजयवासमा पनि होइन न उहाँलाई राख्नु न नानी बोक्नेलाई अब हाम्रो बुवा समान हुँदो रहेछ हजुर। हजुर हामीले भन्दा अलिकति बुझाउँदा के भने हामी पनि श्रेष्ठ। अब हाम्रा चाहिँ हामीलाई बाउ बाजेहरूले भनौँ न, बाजे त हामीले देख्न पाएनौँ, हाम्रा हजुर देख्न पाएन। हाम्रो अब ज्येष्ठ वाष्ट 80-81 वर्षको व्यक्तिबाट भन्यो कि हाम्रो पहिले। अनि अब हामी यहाँबाट कता गयौँ कोही ठाउँ र अहिले हामीलाई चिन्दा पनि खिगा माछे भनेर चिन्छन्। जहाँ पनि खिगा माछे भनेर चिन्छन्। के भन्छ अब हाम्रो बाउ बाजे यहाँ के नामले चिनिन्छ त भन्दाखेरि हाम्रा दिदी बाजेले चाहिँ यहाँ एउटा सिद्धिकडा धारा भन्ने बनाएको छ। त्यो धारामा पानी नभए पनि त्यहाँ सिद्धिकडा भनेपछि मान्छेले सुन्छन् भनेपछि अहिले हामी बुझ्दै आयौँ। आइसके पछाडि अब मलाई यतिकै थाहा छ यहाँको वडा अध्यक्ष देवी कार्की हुने थाहा छ, 4 नम्बरको वडा अध्यक्ष त्यो चाहिँ थाहा छ। र अब हामी यहाँ आएको बेलामा ल जाउँ न त हेरौँ भनेर हामी आफू आउँदाखेरि धारा देखियो। धारा हेर्दाखेरि अहिले अब मर्मत गरेको रहेछ, पानी अझै पनि ल अब अहिले त प्रत्येक घरमा पानी होला। अब नत्र हुन्छ यो त पानीको व्यवस्थामा त यो एरिया चाहिँ मान्छेले खान्थ्यो होला, किनभने पानी त पानी धेरै भएको छैन होइन। सबभन्दा बुढो देखेको हामीले भनेको त्यो रगे भन्थे, रगेले बसेपछि पानीको पालो नपाउने म पनि केटाकेटी थाहा थियो। कपाल पालेको हुन्छ त कपाल धोएर कपालको पानी तारेको तारे गर्थ्यो। त्यो चाहिँ देखेको छेउली बुढो त धारा रुङ्ने त्यो पल्लोपट्टि घर हो। अहिले उसियार नातेल त उसले रविनले बनायो तल त्यो ट्याङ्कीमा यो गरेर पानी तिमीसँगको पानी फुटेको र त्यो बगाएर ल्याएर त्यो भगवानीबाट पसेको र त्यो ट्याङ्की पानी। अनि अरू बुढो त तिमीले सिधी गर्ने बुढो चाहिँ थियो अरे भन्थे हामीले। हाम्रो बाबुहरू बुवाको नाम चाहिँ के हो? के हो बुवाको नाम? मेरो हजुर
यहाँ घर चाहिँ कुन हो बुवा? पुर्ख्यौली नै हो। कहिलेदेखि यहाँ हुनुहुन्छ बुवा? है कहिलेदेखि यहाँ बस्नुहुन्छ? जन्मेको यहाँ बुवा पनि यहीँ जन्मिनु हो क्या? भनेपछि धेरै अगाडि यहाँको त्यो मतनभन्दा ठुलो घर यहाँ थियो हुन्चेलाले नगट भनेर लडाइदियो 72 सालमा कि अगाडि 72 साल 45 साल पनि आयो 72 साल पहिले 72 सालको त कुरै नभए कतिवटा आयो कतिवटा आयो अनि अहिले घर हल्काउन पनि दिएनन् त्यतिखेर सोर पर्छ जस्तोमा बस्नु अनि यो बस्तीहरू सबै अहिले यहाँ नेवारहरू निकै हुन्छ यो एरियामा सबै नेवारैमा अहिले अनि जस्तो एउटा कुरा हजुरलाई मैले सोध्नु यहाँको खिजामासे भनेको कता उता रोइकरतिर हुन्छ यहाँनिर खिजामासे घर कहाँ छ यहाँ भनेर भनौँ उहाँ त्यहाँ भनिदिनुहुन्छ त्यो मैले होइन त्यो उहाँको मान्छेहरूले भन्छ ठिका माथे भन्ने क्या यो कहाँनिर जानुहोस् भने नि उनीहरू पनि श्रेष्ठ नै हो भयो यहाँ कोट डाँडा छ ठिका माथे भन्ने यहाँ कोट डाँडामा छन् ठाउँको नाम हो त्यहाँ छन् त्यहाँ चाहिँ सोध्नु नि त्यो कोट डाँडा भन्ने चाहिँ बस्ती नै छ कि डाँडाबाट गाडी जान्छ यहाँ तल छ नि त्यो 77 क्याम्प त्यहाँ लाइन छ त्यहाँ गएपछि सब कोट डाँडा गयो तपाईँहरूको हुन्छ नि ठिका माछा भनेको चाहिँ कहाँ भनेर भन्छ जस्तो त्यही हो मैदानी पनि भन्थे अनि कता कता गए ठिका माछा चाहिँ भन्ने मैले सुनेको चाहिँ त्यहाँ कोट डाँडामा छ ठाउँ पनि त्यही हो ठाउँ पनि यो शब्द नि नेवारी हो कि के हो ठिका माछा भनेको त्यो पहिली कुन शब्दबाट आएको हो हामीले त के थाहा पुरा हुन्छ नि त के अर्थ बुझ्नु भएको छ त्यसको खेती गर्ने बुढाले बनाएको धारा भन्दै यो पानी अब अहिले त पानीको यो माथिको त्यो सिलिटिङको ढङ्गले पर्याप्त मात्रामा होला होइन खान्छ नि अहिले पनि नआउँछ अब एउटा कुरा हामीले अब यो ढोले बाटो दुईटा पानी आउँछ नि यहाँ एउटा ढुङ्ग्रे मासको आउँछ अब ठिकै छ नि अब हामी जान्छौँ गाडी आयो कि त्यहाँ सिलगढी दिँदैन होला जाँदा हुन्छ ल अस्ति तपाईँलाई धन्यवाद है अब हामीले चाहिँ विशेष गरेर के थियो भने यो धारा चाहिँ नि पानी छ धारा बढेको थिएन भनेदेखि हामीले यो चाहिँ हाम्रो 5 पुस्ता अगाडि हजुरबुवा सिद्धिकर्ण मल्लले स्थापना गरेको धारामा आज हामी चाहिँ के रहेछ अवस्था कस्तो रहेछ मर्मत सम्भार गर्नुपर्ने छ कि छैन अस्तित्व के छ भनेर खोज्दै आउँदाखेरि चाहिँ आज हामी ठ्याक्कै यो सिद्धिकर्ण मल्लले बनाउनु भएको हाम्रो जिजुबाजेले बनाउनु भएको धारामा चाहिँ पाइला टेक्ने एकदमै सुवर्ण अवसर पाएका छौँ र यहाँको स्थलगत अनुगमन गर्दाखेरि चाहिँ एकदमै अब यहाँ हामीले केही जीर्ण अवस्थामा रहेको यसलाई चाहिँ फेरि हामीले चाहिँ मेन्टेनेन्स गर्नुपर्ने पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको छ यहाँ चाहिँ अब हामी 3 जना चाहिँ एकदम सक्रिय तरिकाले चाहिँ उपस्थित भएका छौँ हाम्रो दिङलाबाट चाहिँ सुन्दर दाजु आउनु भएको छ लेटाङबाट हाम्रो भीष्म दाजु आउनु भएको छ र म आफै पनि यो ठाउँमा चाहिँ एकदमै
त्यो अलिक ठुलो र सानो रहेछ नि बाबुबाजेको यता नाम छ कि एकचोटि हेर्नु